गुड मर्निङ सबैजनालाई। आजको मेरो खानामा तिते करेला, रायोको साग र बन्दाकोपी आमाले बोइलिङ बनाउनु भएको थियो र एक पिस माछा। यदि तपाईहरुको डाइजेसनमा प्रब्लम भइरहेको छ, टोइलेट क्लियर भएको छैन, तपाईहरुलाई ग्यास जस्तो फिल भइरहेछ, ग्यास्ट्रिक जस्तो फिल भइरहेछ भने हजुरहरुले बोइलिङ खाएर एक हप्ता जस्तो ट्राई गर्नुहोस्। हजुरहरुको डाइजेसन एकदम क्लियर हुन्छ। हजुरहरुको जुन चाहिँ ग्यास्ट्रिकको समस्या हो त्यो ग्यास्ट्रिकको समस्या पनि राम्रो हुन्छ। ग्यास हुनुको कारण तपाईको पानी कम पिदा पनि ग्यास हुन्छ। हजुरहरुले बेसी चिल्लो मसलाहरु खानुभयो भने पनि त्यो पनि त्यसले पनि ग्यास गर्न सक्छ। यो मेरो पर्सनल अनुभव हो, मैले भोगेको कुराहरु। यदि तपाईको डाइजेसन तपाईको टोइलेटमा प्रब्लम भएको छ भने चाहिँ 1-2 हप्ता तपाईले बोइलिङ खाएर हेर्नुहोस्। हजुरको डाइजेसन, हजुरको टोइलेट बहुत क्लियर हुन्छ, बहुत राम्रो हुन्छ। यदि तपाईहरुले बोइलिङ खान सक्ने हो भने सधैँभरि खानु पर्दैन, 1-2 हप्ता खाएर विचार गर्दा हुन्छ। बोइलिङ सब्जीले त्यति धेरै असर गर्छ, त्यति धेरै राम्रो बेनिफिट दिन्छ। किनकि मैले आज नभएको नि लगभग हजुरहरुको 1-1.5 वर्ष 2 वर्षै भयो मैले बोइलिङ खान थालेको। रोजै म बोइलिङै खान्छु धेरै जसो। यसो कहिले तेल खान मन लाग्यो भने तेलमा पनि बनाएर खान्छु, तर त्यसरी खादिन। कहिले खान्छु तर धेरै जसो बोइलिङ हुन्छ। त्यसैले मेरो अनुभव, यदि हजुरहरुको टोइलेटमा हजुरहरुको ग्यास्ट्रिकको समस्या छ भने पानी पिउनुहोस्, दिनमा 3 लिटर 3.5 लिटर। अर्को हजुरहरुको खानपिनमा ध्यान राख्नुहोस्। हजुरहरुको ग्यास्ट्रिकको प्रब्लम यसै सहज भएर जान्छ, यसै हल भएर जान्छ। र साथीहरु, यो मेरो सानो इन्फर्मेसन कस्तो लाग्यो, राम्रो लाग्यो भने इन्फर्मेटिभ लाग्यो भने शेयर गरिदिनु होला। लाइक शेयर गरिदिनु, कमेन्ट गरिदिनु, सपोर्ट गरिदिनु है। यति भन्दै आजको भिडियो यही समाप्त गर्छु। हस् त, फेरि आउनेछु अर्को भिडियो लिएर। धन्यवाद।